दर्शक वृन्द आफू र आफ्नो छोरीको ज्यान पाल्नको लागि डोको बुन्दै रोल्पा हरिगाउँकी रामसरी थापा दिदीको यो कामलाई सम्मान गर्दै भिडियो सेयर गरिदिनु होला। यो डोको चाहिँ हजुरले रहरले बुन्न सिक्नु भयो या बाध्यताले? अब एक कुरा लहर पनि भनौँ बाध्यताले नि भनौँ। छोरीले ओरुना परो अब छोरी सानी छ पढ्दै गरिरह अब खर्ची त आन्न कहीँबाट अब आफूले बाहिर जानु भन्दा छोरीसित सँगै बसेर गर्दा राम्रो होला भनेर यही व्यवसाय खोलेर बसे। अनि नि मान्छेले त भन्छन् नि छोरी मान्छेले डोको बुन्न हुन्न बाँसुरी बजाउनु हुन्न भन्छन्। भन्ने कुरा त के भन्छन् के भन्न, आफूले मागेर अब खानु भएन दुःख गर्नलाई किसी भयो जे गर्दा नि हुने। हजुर अनि घरमा को हुनुहुन्छ त नि? अब को भन्नाले अब यी छोरी पालेर यी दिदीको घर बसिया छु। अब बुहारीहरू अब भुजाहरू घरमा छैनन् बाहिरतिर छन्। यही बुहारीहरू अब छोरी छन्। हजुरको श्रीमान कता हुनुहुन्छ? अब श्रीमान त अब हाम्रो भइसक्यो 6-7 वर्ष भइसक्यो। ए सम्बन्ध विच्छेद भएको हजुरको? हजुर। अनि बालबच्चालाई कसरी पालन पोषण गरिराख्नु भएको छ नि? म यही व्यवसाय गरेर यहीबाट पालन पोषण यहीबाट गरेर छ। ए डोको बुनेरै हो? हजुर डोको बुनेरै खर्ची पनि यहीबाट। अब दुख बिमारी भयो भने अब खाने लाउने यहीबाट।